अहिलेको सरकारका मन्त्रीहरूले जति जिल्लामा जति ठाउँमा गएर तपाईँहरूले लाल पूर्जा बाँड्नु भयो त्यो कसको आधारमा बाँड्नु भयो? त्यो पूर्ववर्ती सरकारले तयार गरेको र वितरण गर्न मात्रै बाँकी रहेको लाल पूर्जा वितरण गर्नुभएको हो। जसरी नागढुङ्गाको सुरुङको रिबन तपाईँहरूले यो सरकारले काट्न पायो, ठिक त्यसै गरी लाल पूर्जा बाँड्न पाएको हो। यसलाई बिर्सनु हुँदैन। त्यसकारणले सरकार अविछिन्न उत्तराधिकारी संस्था हो। एउटाले गरेको काम अर्कोले निरन्तरता दिएर गएको हुन्छ। हामी सबैको यसको साझा भूमिका रहेको हुन्छ। त्यसकारणले अहिले भूमिहीन, अव्यवस्थित र सुकुम्बासी नागरिकहरूको समस्या समाधान गर्नुपर्छ, तर यो तरिकाले होइन। सरकारले तात्तै खाउँ जल्दी मरौँको जुन प्रवृत्ति देखाएको छ, यसको परिणामहरू पनि सरकारले सायद भोगि नै राखेको छ र त्यो नहोस् भन्ने हाम्रो शुभेच्छा र शुभकामना पनि म व्यक्त गर्न चाहन्छु। हाम्रो अर्को समस्या पनि छ देशमा। हामी ठाउँ भूमि सट्टापट्टा गर्ने अथवा नागरिकहरूको बस्ती स्थानान्तरण गरिदिने लगायतका कुराहरू पनि गरिराखेका छौँ। त्यति सजिलो पनि छैन पुनर्स्थापना। अहिले जीविकोपार्जनको आधारसँग नजोडिने हो भने हाम्रा पुनर्स्थापनाका कार्यक्रमहरू असफल हुन सक्छन्। जसरी भूकम्पपछि 72को भूकम्पपछि पुनर्निर्माण भएका एकीकृत बस्तीहरू नागरिकको आवश्यकतासँग धेरै ठाउँमा मेल खाएका छैनन् र छुट्टै घरहरू निर्माण गरेर नागरिकहरू बस्नु परेको अवस्था छ। एकीकृत बस्ती एकातिर र आफ्नो जीविकोपार्जन गर्ने खेतीपाती अर्कोतिर भएको कारणले पनि नागरिकहरूलाई त्यसको उपादेयता कम हुँदै गइराखेको छ। त्यसकारणले जीविकोपार्जनको आधार प्रमुख आधार हो। हाम्रा मौलिक हकहरू, आवासको हक, खाद्य सुरक्षाको हक, शिक्षाको हक, स्वास्थ्यको हक जस्ता हकहरू हाम्रो नैसर्गिक अधिकार र मौलिक हकका रूपमा रहेका छन्। यी हकहरू छिन्ने अधिकार राज्यसँग छैन, सरकारसँग छैन। चाहे त्यो 2/3 किन नहोस्, शक्तिशाली सरकारसँग पनि नागरिकको मौलिक हक खोज्ने अधिकार हुँदैन। त्यसकारणले यो जुन राज्यबाट भएको छ यसप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्न चाहन्छ। र अन्तिममा यो संसदको विपक्षी दलका नेता माननीय भीष्मराज आङदेम्मेले यो सम्मानित सदनमा जरुरी सार्वजनिक महत्त्वको रूपमा प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा हाम्रो दल नेपाली कम्युनिस्ट पार्टीको समर्थन रहेको छ र म हाम्रो दलको तर्फबाट पनि यो जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा सिङ्गो हाउस एक ढिक्का भएर यसलाई स्वीकार गर्ने, यसलाई पारित गर्ने, छलफल गर्ने र सरकारलाई यो माग अनुसारको चाहिँ व्यवस्था गर्नको लागि यो हाउसबाट अपिल गर्ने अथवा निर्देशन गर्ने कुरामा हामी सफल हुनेछौँ भन्ने विश्वास र अपिल गर्दै आफ्नो भनाइहरू टुङ्ग्याउँदछु। धन्यवाद, अभिवादन।